हेलो साथीहरु, स्वागत छ आज डे 8 मिनी ब्लगमा। को भिडियोको सुरुवात पनि बाहिरको भ्यू देखाएर गरे। बर्खा लाग्छ नि त, कस्तो राम्रो बादल लागेछ आज बिहान बिहानै। त्यसपछि तल कोठा आएर खाना बनाउन थाले सधैँको जस्तै। खानामा मैले आज बोडी आलुको सुप बनाउँछु भनेर लाइथे। अनि त्यसपछि पहिला तेल हालेर तेल तताउँछु। बोडी आलुको लागि मरमसला पिसिसके मैले। मरमसलामा जिरा, धनिया, लसुन, टिमुर, मलाई फेरि टिमुर हालेको कस्तो मनपर्छ के। टिमुरको अलिअलि टेस्ट आयो भने। अनि त्यसपछि मेथी फुराउने, प्याज हालेर प्याजलाई पनि भुट्ने। अनि प्याज भुटिसकेपछि आलुलाई भुट्ने मजासँग। आलु भुटिन्छ, आलु पनि भुट्यो। अनि म बेसार हालेँ। बेसार हालेपछि बोडीलाई हालिदिन्छु। बोडी हालेर एकछिनसम्म छोप्दै छोप्दै गरेपछि राम्रोसँग पाक्छ कि साथीहरू। पाल्पातिर जस्तो लोकल बोडी नै पाइन्न के यो ठाउँमा त, खालि यही तने बोडी हो। अनि म टमाटर छान्दैछु। म चाहिँ कुन चाहिँ धेरै गिलो भएको छ, कुन चाहिँ धेरै पाकेछ भनेर चेक गरेर काट्छु कि, नत्र पनि बिग्रिन्छ भनेर। यति भन्दै तरकारी पनि भुट्यो। अनि त्यसपछि मैले बिहान खाना खाएको भाँडा, चिया नास्ता खाएको भाँडा धुन लाग्यो। भाँडा पनि कति हुन्छन्, 2-3 जना मात्रै हो बस्ने घर भने पनि भाँडा एकबाट हुन्छन् के जहिले पनि। अनि मेरो छोरोले ट्यालेन्ट देखाउँदैछ, त्यो फु गर्नेवाला हुन्छ नि, त्यसलाई उहाँ पङ्खामा राखेर सिधै बबल निस्किने रहेछ। मामु हेर्नु न यस्तो गरे भन्दै देखाइरहेको थियो। पसल गएर फेरि अर्को ट्यालेन्ट देखाउँछ। यहाँ रियल भोइसमा राखिदिन्छु मेरो छोरोको ट्यालेन्ट। उसलाई चाहिँ बाबाले नाकबाट पे बजाउनु सिकाउनु भयो अरे। अनि त्यसपछि मलाई बन्दुकले हानिदिन्छु भन्दै थियो। अनि आज चाहिँ हाम्रो सामान आएको थियो कि, साउन्डको लागि जुत्ता चप्पलहरू, अनि त्यसपछि कुर्ती प्लाजोहरू सामान आयो। अलि बिजी भयो कि म, खासै भिडियो बनाउनु पाइनँ। अनि रुजु गर्दै अनि राति भइसकेको थियो। अनि कुर्तीहरू आछ राम्रो भनेर देखाएँ। अनि पानी पर्यो साथीहरू। आजको दिन यस्तै बित्यो। बाई बाई।